आज चाहिँ स्पेसल्ली टुर हाम्रो टुर प्लान भयो होङ्सन लजमा राइट नाउ उयो झ्याउरे भाइ झ्याम्ले भाइ एन्स यामन सरसँग चाहिँ के छ हौ याममा है अब हाम्रो चाहिँ टुर भनेको चाहिँ हाम्रो अन्तुसम्म श्री अन्तु मेडिकल पर्पजको लागि मेडिकल लिएर आउनु पर्ने भयो होइन के त्यहाँ हाल्नु न अब स्टिकहरू पनि छ ल्या सरी लातले भेट्छेस् है भाइ लातले हान्छु भन्छ यो दारे दा हेर्नु न खाली यत्रो ठुलो छ दिमाग भन्ने 5 कन्जी छैन तिम्रो म पो दाइ जस्तो लाग्छ घरिघरि क्या भन्नु ल यात्रा सुरु यहाँबाट हाम्रो चाहिँ हाम्रो छ भनेको चाहिँ यहाँनिर छ हाम्रो ज्यामले काम नलाग्ने रमाइलो पल चाहिँ के भयो भन्दाखेरि चाहिँ रमाइलो पलमा चाहिँ यामनले बाइक कुदाउनु थाल्यो त्यही मजा आयो यामनले राइड हालिरहेको छ बस्नु मजा आउँछ नि लङ राइडमा त क्या वाक्कै लाग्छ कुदाउनु त सो म चाहिँ सिटिङ पछाडिबाट हिँडेँ हो केटाहरूले लिएर जाँदैछ ट्रिप राम्ररी गइरहेछ अनि आधी बाटो त के भनौँ भर्खर स्टार्टेड भयो अफ रोडको चाहिँ बल्ल स्टार्टेड भयो सायनाराले बाटो भाउ तारियो जस्तो छ है बाटो बिर्स्यो जस्तो छ है केटाहरूले अन्तु भनेर चाहिँ सन्तुतिर पुऱ्याउँछ जस्तो छ धुलो छ बाटो अफ रोडमा कस्तो चाहिँ हुनुपर्ने धुलो उडाइस् नि भाइ टक्कसँगले रेस्ट मोडमा है अब चाहिँ रेस्ट हान्नु पर्यो फन्को आएर चाहिँ यहाँनिर आएर चाहिँ खोला भेट्यो नि त यहाँमा नौ ल राइटमा छ हामी झ्याप्ले भाइ त्यहाँ छ कपाल त कस्तो भएछ नि वी आर फाइनल्ली ब्याक हामी चाहिँ फाइनल्ली आइपुग्यो कपाल त यस्तै हो पछाडि बसेर हावाले हालेर नि त अफकोर्स हावाले अनि हाम्रो डेस्टिनेसन चाहिँ रिच भयो अन्त राइड चाहिँ कस्तो भयो त यहाँ फ्याल्ला जस्तो गर्यो अन्त सारी कस्तो भयो त राइड चाहिँ हो सायनारा डेस्टिनेसन रिच भयो होइन हाम्रो चाहिँ डेस्टिनेसन रिच भयो अन्त यहाँ नर्सरीहरू चाहिँ क्या दामी छनाकोमा है फ्लावर्सहरू चाहिँ साह्रै दामी डेकोरेट गर्नुभएको रहेछ यहाँनिर छ अझै दामी फ्लावर्सहरू नर्सरी प्लान्टहरू छनाले राख्नु भएको रहेछ नर्सरी नै नर्सरी होइन डेस्टिनेसन कम्प्लिट भएर पनि सामानहरू रिसिभ गरेर पनि हामी फर्किँदैछ स्पेसल चिया बगान छ यहाँनिर चिया बगान बिचमा अहिले म चाहिँ फाइनल्ली ब्याक आइपुग्यो घरमा कान्छालाई कफी बनाउनु लगाएर चाहिँ एन्ड हाम्रो खाजा चाहिँ घरमा आएर चाहिँ यसरी टुङ्ग्यो भ्लग्सहरू पनि सायोनारा।